Hello everyone. It's our third day in Okinawa. 3 day. どうですか? 今日は晴れてほしい。आज घाम लागेको छैन तर आज लास्ट डे हाम्रो चाहिँ हामी चाहिँ आज चाहिँ यहाँ माथि तपाईले देख्न सक्नुहुन्छ हैन सेफ आउताकी स्केयर्ड साइट भन्नेमा आएको छौँ हैन आज चाहिँ हाम्रो थर्ड डे घाम चाहिँ लागेको छैन बादल लागेको छ तर पनि एकदम गर्मी छ ओकिनावामा चाहिँ त्यही भएर मैले सनग्लास लगाइराखेको छु हैन यो चाहिँ ओल्ड हेरिटेज साइट हो लेट्स सी हाउ थर्ड डेज गोज यो सपमा चाहिँ प्यासन फ्रुट पनि बेच्न राखेको रहेछ अनि ओसाका प्लेनमा पनि लान पाउँछ अरे कि सिल टास्यो भने अनि हामीले चाहिँ प्यासन फ्रुट पनि किन्यौँ अनि बनाना पनि सानो त्यो चाहिँ हरियोदेखि पाक्ने बेलसम्म राखेको बनाना अरे के त्यही भएर चाहिँ हामीले त्यो पनि किन्यौँ है कि हामीले चाहिँ यो किनेको यत्रो सामानहरू किनेको यो बनाना पनि किनेको के सानो उही हुई धन्यवाद ए सानो बनाना लेट्स ट्राई दिस बनाना मिठो हो बनाना सानो बनाना लेट्स गो आखिरो डुङ गर्दै हिँडिरहेको छ आखिरो सेकाइसँग यो यस्तरी हो ओल्ड हेरिटेज साइट यस्तो छ है अब हामी जान लागेको चाहिँ यो चाहिँ ओल्ड हेरिटेज साइट हो कि हामी चाहिँ ओल्ड हेरिटेज साइट सेफ आउताकीमा चाहिँ आएँ यहाँबाट चाहिँ इन्ट्रेन्स छ है त यसरी ढुङ्गामा लेखेको छ 2003 मा बनाएको रहेछ क्या सायद बनेको त नेचुरली बनेको ओल्ड हेरिटेज साइट हो यहाँ चाहिँ वर्शिप गर्ने ठाउँहरू चाहिँ टन्नै रहेछ कि यो चाहिँ सबै ठाउँ चाहिँ मन्दिर जस्तो कि यहाँ पनि लेखेको छ होइन यो ठाउँमा चाहिँ 6वटा वर्शिप गर्ने ठाउँहरू रहेछ होइन अनि नेचुरली मेड ठाउँ भएको भएर पनि अलिक टाढा छ छनलाई चाहिँ बट होइन मान्छेहरू चाहिँ आउँदो रहेछ आएको छ होइन यहाँ चाहिँ एकजनाको टिकट चाहिँ 300 रुपियाँ लाग्छ महँगो चाहिँ छैन पार्किङ चाहिँ फ्री हो के अरे टिकट मात्र 300 रुपियाँ लाग्छ त्यहाँ भ्यागुताहरू छ के छ माछे पारो यो चाहिँ उयो धेरै चरा किरा कराएको छ आइरहेको छैन अबे इक्तेरु हाया हसी हाया निगेता चाहिँ सबै नेचुरली बनेको छ हैन अनि वर्शिप गर्ने ठाउँहरू भएको भएर चाहिँ अनि के अरे यो सामानहरू के यहाँ अब ढुङ्गाहरू यताउताहरू राखेको सामानहरूलाई चाहिँ छुन नमिल्ने नछुनु भनेर भनेको थियो कि होइन त्यही भएर चाहिँ छुन नपाइने अनि त्यस्तो के थियो होइन त्यहाँ चाहिँ उयो भन्नाले एउटा यस्तो इन्ट्रोडक्सन टाइपको पनि दिन्छ कि होइन अनि यस्तो दिन्छ गाइड इङ्ग्लिस गाइड पनि दिन्छ होइन एकदमै नेचुरल छ कि यु क्यान सिरिस होइन यो ढुङ्गाहरू चाहिँ पुरानो भएर यस्तो भएको भनेको होइन ढुङ्गाहरू चाहिँ पहिल्यैदेखि पल परेको ढुङ्गाहरू लिएर यसरी बनाएको भएर चाहिँ यस्तो हो कि उकिना मलाई पनि थाहा थिएन नि त हिजो सिरिजोमा जाँदाखेरि भनेको थियो नि त अनि बल्ल थाहा भएको यस्तो ठाउँहरूमा आउँदाखेरि चाहिँ हिँड्न सकिने खालको जुत्ता चप्पलहरू लगाएर आउनु होला है त हिल जुत्ताहरू लगाउनु भयो भने चाहिँ हिँड्न गाह्रो हुन्छ नि त ढुङ्गाहरूमा पनि पल परेको छ अनि बाटो पनि अलि उ छ नि त हिँड्नको लागि त यस्तो छ नि त ढुङ्गा त्यही भएर एकदमै नेचुरल ठाउँ छ एकदमै होइन हेर्दा पनि थाहा पाउन सक्नुहुन्छ होइन तपाईँहरूले सो नेचुरल के आइल्यान्ड भएको भएर होला नि त कस्तो मजाको छ कि यहाँ चाहिँ अलिक शीतलो छ बल्ल कति गरी भइरहेको थिएँ यहाँभित्र शीतलो भयो बल्ल जङ्गलभित्र यो ठाउँ चाहिँ एकदमै नेचुरल छ होइन ढुङ्गाहरूमा हिँड्न पनि अलि अप्ठ्यारो चाहिँ हुन्छ होइन त्यही भएर चाहिँ राम्रो जुत्ता चप्पल लगाएर आयो भने चाहिँ सजिलो हुन्छ अनि एकदमै प्योर के क्लियर प्योर ठाउँ यहाँ चाहिँ फोहोरहरू केही पनि ल्याउन दिँदैन होइन ड्रिङ्क्सहरू पनि बोतल ढक्कन लगाउनु छ भने मात्र ल्याउनु छ नभए दिँदैन होइन त्यही भएर पनि के एकदमै मामुल गरेर राखेको छ कि हामी चाहिँ वर्शिप गर्ने ठाउँ आयो म तपाईँहरूलाई देखाउँछु ल बाजेले चाहिँ झाडु लगाइराख्नु भएको छ यता पनि जाने बाटो छ यो चाहिँ फर्स्ट यो चाहिँ नम्बर 1 को चाहिँ वर्शिप गर्ने ठाउँ रे के यहाँ चाहिँ
1 नम्बरमा चाहिँ वर्शिप गर्ने ठाउँ है त। अनि यो ढुङ्गाहरू छ नि यहाँ चाहिँ यो प्रेयर्स गर्ने के सबै पानी चुहिरहेको छ तप तप होइन तप तप पानी चुहिरहेको छ। यो सबै पहराहरू हो कि होइन नेचरमा चाहिँ भगवान्लाई खोज्ने जस्तो हो कि यो चाहिँ टाइपको होइन विश्वास भएको ठाउँ। यो ढुङ्गालाई चाहिँ यो ढुङ्गामा चाहिँ वर्सिप गर्ने के प्रेयर्स माग्ने भन्नाले त्यस्तो होइन विश्वास भएको हो नि त होइन। राम्रो छ त्यो ठाउँ चाहिँ होइन एकदम नेचुरल। यो चाहिँ नेचुरली मेड गेट नेचर मेड गेट टाइपको यसरी लगाएर राखेको छ। एकदमै राम्रो छ कि यो कर्केलोको पातहरू है कस्तो राम्रो जङ्गल भाइब्स दिने के जङ्गल भाइब्स दिइरहेको छ। राम्रो छ शीतलो के हावा पनि मजाको शीतल हावा लगाइरहेको छ। यता पनि जाने बाटो छ होइन बाटो चाहिँ एकदम राम्रो छ। यो ढुङ्गाहरू कस्तो राम्रो लाग्यो कि मलाई चाहिँ यत्रो सबै समुद्रकोबाट लिएको ढुङ्गाहरू होला कि के होला है यसरी पल परेर हेर्ने जस्तो समुद्रको पानीले हानी पल परेको ढुङ्गाहरू त होला नि हो। सो नेचुरल डराउनु चाहिँ पर्दैन जङ्गल जस्तो छ तर केही पनि छैन होइन। यो चाहिँ नेचुरली गडलाई चाहिँ नेचरमा खोज्ने टाइपको हो कि यहाँ चाहिँ सेकेन्ड वर्सिप गर्ने ठाउँ होला होइन। यहाँ पनि छ यो ढुङ्गालाई चाहिँ ढुङ्गा यो पहरा छ नि यो पहरालाई चाहिँ वर्सिप गर्ने हो कि खासमा चाहिँ त्यसरी ट्याक्क ट्याक्क ढुङ्गा राखिदिएको छ वर्सिप गर्ने ठाउँहरूमा चाहिँ। यो पहराहरू छ नि यसरी यस्तो खतरा भएको छ दामी छ। यसलाई चाहिँ किचन भन्दो रहेछ कि एउटा एउटा ऊ छ कि ठाउँहरूलाई के भन्छ भनेर ठ्याक्क ठ्याक्क प्याम्पलेटमा लेखेको छ होइन। अनि त्यही अनुसारले वर्सिप गर्ने एकदमै नेचुरल त्यहाँ चाहिँ सेकेन्ड ठाउँमा जाने अनि त्यसपछि फेरि नेक्स्ट ठाउँ टोटल 6वटा छ नि त 6वटा त्यही भएर प्रेयर्स गर्ने ठाउँहरू चाहिँ टोटल 6 प्लेसेस। खतरा के तर एकदमै शीतलो छ कि पानी पनि बगिरहेको छ होइन यो पहराहरूबाट यसरी पहराहरूबाट पानी रसाइरहेको छ नि त पहराहरूबाट रसाएको पानीहरू होला नि त। यस्तो ठाउँहरूलाई पनि ओल्ड हेरिटेज साइट बनाएको छ जापानमा। यु क्यान सी होइन यो चाहिँ यो रुखलाई चाहिँ हिँड्ने रुख भन्छ कि यसरी माथिबाट तल यसरी जरा गाडेर अब हिँड्न लागे जसरी स्टेपमा बसेको छ नि पोजिसनमा होइन। यो रुख चाहिँ कतियौँ वर्षमा चाहिँ आफ्नो ठाउँबाट सर्दै अगाडि आउँछ अरे कि होइन सर्दै जान्छ अरे कि भनेर भन्दो रहेछ जापानमा चाहिँ वर्किङ ट्री लिभिङ ट्री अर समथिङ। यो ढुङ्गाभित्र चाहिँ यो पहरा छ नि यो पहराभित्र चाहिँ पहिला चाहिँ जान दिन्थ्यो अरे पछि चाहिँ अहिले चाहिँ यसरी बार लगाएर राखेको रहेछ कि सेफ्टीको लागि होइन। त्यही भएर पहिला चाहिँ यो ढुङ्गामा चाहिँ जान दिन्थ्यो अरे यसरी होइन यहाँभित्र चाहिँ जान पाइन्थ्यो अरे कि पहिला चाहिँ अहिले चाहिँ जान दिँदैन। यो चाहिँ यो मेन फोटो खिच्ने ठाउँ चाहिँ यो हो होइन जान पाइन्थ्यो पहिला बट अनफर्चुनेटली वी क्यान नट गो होइन त तर केही छैन देख्न पाए नि भयो नि त होइन। यो है यो चाहिँ यो होइन तपाईँहरूले यो देख्नु भएको छ नि यो दिस है त यो चाहिँ यो हो पहरा। हामीले चाहिँ यहाँ चाहिँ फोटोहरू पनि खिच्यौँ होइन मान्छेहरू पनि टन्नै आएको छ होइन। पहिला चाहिँ अब जान मिल्थ्यो र यहाँभित्र गएर यस्तरी ढुङ्गाको बिचमा फोटो खिच्न मिल्थ्यो नि त तर मिल्दैन अहिले चाहिँ होइन। त्यही भएर चाहिँ अब लेट्स गो ब्याक होइन। ढुङ्गाहरू चाहिँ कस्तो दामी छ कि पहराहरू पुरा होइन खतरा भएको छ। यहाँभित्र चाहिँ जानु चाहिँ मिल्दैन बट नजिकबाट खिच्न त मिल्छ नि त होइन। दामी छ दामी पानीहरू तप चुहिरहेको छ होइन एकदमै रिल्याक्सिङ साउन्ड छ कि होइन। どういうところですか？難しいお祈りするところ神聖な場所。यो चाहिँ नेचुरली मेड वर्सिप गर्ने ठाउँ होइन। अनि यो चाहिँ एउटा पावर स्पोट हो कि पावर स्पोट भनेर भन्दो रहेछ होइन। अनि तपाईँहरू यहाँ आउनुभयो भने चाहिँ यु विल फिल रिल्याक्स होइन। यो ओकिनावामा चाहिँ मलाई चाहिँ के लाग्यो भनेदेखि चाहिँ होइन अरू कुरा आफ्नै ठाउँमा छ होइन बट
नेचरको ब्यालेन्स चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ होइन। समुद्रमा गयो, समुद्र उत्तिकै राम्रो छ होइन। यो नेचर हेऱ्यो होइन, नेचर उत्तिकै राम्रो छ, एकदमै राम्रो छ कि मलाई चाहिँ एकदम राम्रो लाग्यो ओकिनावा चाहिँ होइन। होइन नेचरमा चाहिँ नेचरको उमासमा चाहिँ एकदमै राम्रो लाग्यो होइन। अरू कुरा चाहिँ मलाई अब खासै थाहा छैन होइन, हामी चाहिँ घुम्न आएको मात्रै हो, त्यही भएर चाहिँ मलाई एकदम राम्रो लाग्यो ओकिनावा चाहिँ होइन। तपाईँहरू पनि ओकिनावा आउँदै हुनुहुन्छ भने चाहिँ होइन, समुद्रमा जानको लागि आउँदै हुनुहुन्छ भने पनि क्यान बी बेस्ट होइन, एकदमै राम्रो छ होइन। अनि नेचरमा रमाउन आउँदै हुनुहुन्छ भने पनि नेचर पनि एकदमै राम्रो छ ओकिनावाको चाहिँ। अनि यो ओल्ड हेरिटेज साइटमा पनि आउन चाहिँ नबिर्सनु होला है, एकदम राम्रो छ। इट्स जस्ट 300 यान होइन। अनि एकदमै रिल्याक्सिङ अनि पावरफुल स्पोर्ट भएको भएर चाहिँ यु विल फिल रिल्याक्स्ड होइन फ्रम इनसाइड होइन। तपाईँहरू पनि आउनुभयो भने। एकदमै गर्मी छ कि साथीहरू, एकदमै गर्मी। Stereo. Look at this what I've got. ओकिनावामा चाहिँ एकदम फेमस छ है। Let me show you what is this one right now. Look at this. यो चाहिँ स्प्याम अनि त्यसपछि यो चाहिँ अन्डा हो अनि त्यसपछि चाहिँ यो भात हो कि स्प्याम ओनिगिरी भन्छ कि त्यो ओनिगिरी। सिम्पल बट टेस्टी। यत्रो हो। हेलो हामी चाहिँ अहिले चाहिँ बिचमा आएको छ। म चाहिँ एकछिन पौडी खेलेर रमाइलो गरौँ ल। हावा लाग्यो कि आज है। अनि त्यही माथि कोही पनि यो मान्छे पानी चिसो भएर चाहिँ फेरि जानु मान्दैन। म मात्र एक्लै के जानु होइन। So let's go to next destination guys। हावा लाग्यो मैले आँखैदेखि हेरेँ कि पानी नुनिलो भयो, छ्या मुखमा पऱ्यो पानी। हामी चाहिँ समुद्रमा खेलेर फेरि नेक्स्ट स्टेसनमा आएको छौँ होइन। यो चाहिँ एकदमै फेमस छ ओकिनावामा चाहिँ। म तपाईँहरूलाई देखाउँछु है त के भनेर है। यो ठाउँलाई चाहिँ भ्याली अफ गङ्गाला भन्छ होइन। के अरे उसमा चाहिँ जापानिजमा चाहिँ गाङ्गारानो तानी भन्छ होइन। सो लेट्स गो। किन फेमस छ भनेर पनि म तपाईँहरूलाई देखाउँछु। ओकिनावा इज भेरी नेचुरल प्लेस। अनि त्यसपछि चाहिँ मेन कुरा चाहिँ यो सिसा चाहिँ जता पनि राखेको हुन्छ ब्याड थिङ्सबाट प्रोटेक्ट गर्छ भनेर। खजुर पनि फलेछ रुखमा, खजुर पनि फलेको रहेछ पुरा। खजुरको रुखहरू यस्तो खजुरै त हो नि है। यो खजुर भनेको के डेट्स भन्छ होइन, डेट्स खजुरै होला। त्यस्तै देखिन्छ के अरे। लेट्स गो। सो ढिला नगरिकन गाङ्गारानो तानी इको मेरो मुखमा झुन्डिरहेको छ आइदेखिबाट। ओकिनावाको चाहिँ एकदम राम्रो लागेको के भनेदेखि होइन, पार्किङ
पार्किङ इज अलमोस्ट फ्री एभ्रिवेयर के अलमोस्ट एभ्रिवेयर कुनै कुनै ठाउँमा पैसा लाग्छ तर त्यो पनि एकदमै सस्तो के 300-500 जस्तो है ओसाकातिर अनि क्योतोतिर हुनुपर्छ जहाँ गए पनि पार्किङको पैसा लाग्छ के गङ्गा र नोतानी हो यो के यो रुखहरूको लागि चाहिँ एकदमै फेमस छ यो वकिङ ट्री लिभिङ ट्री भनेको के वकिङ ट्री अभियसली यो रुख बाँचिरहेकै त छ नि होइन मरेको थोरै छ र यहाँबाट चाहिँ स्टार्ट हुन्छ है त यहाँ चाहिँ क्याफे पनि छ उयो चेयरहरू राखेको ठाउँमा चाहिँ क्याफे हो यो चाहिँ सानो क्याफे यो चाहिँ पोखराभित्र यस्तो यो नेचुरल्ली मेड हो कि त्यही भएर पनि एकदम फेमस भएको हो कि यो पोखरा हेर्नु न यो पोखरा कस्तो छ पुरा कर्केलोको पातहरू छ नि त अनि कर्केलोको पात अनि त्यसपछि यो पोखरा इता पोखरा पोखरा ओ माय गॉश दामी दामी लेट्स जस्ट गो पानी चिरिरहेको छ तप यो चाहिँ कुनै बेला चाहिँ समुद्रको चाहिँ कोरल हुन्थ्यो अरे के होइन यो चाहिँ नेचुरली मेड केभ हो नि त समुद्रको कोरल हुन्थ्यो अरे अनि समुद्री सतह घटेपछि चाहिँ यो चाहिँ यसरी केभमा बचेको के अनि यो रेन वाटर कलेक्ट गरी अनि यो पोखराहरूबाट चाहिँ यसरी पानी चुन्छ कि अनि पानी चुहेर चाहिँ यस्तो क्याफेहरू जस्तो पनि बनाएको छ सानो यहाँ चाहिँ अनि छाता जस्तोहरू राखेको छ नि त नि माथिबाट पानी चुहेर कस्तो पानी परेको फिलिङ्स आउँछ कि यहाँ चाहिँ तप 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 पानी चुहिरहेको छ नि त सबै अनि हामी अहिले यो ठाउँबाट चाहिँ एकछिन माथि गर्नुपर्छ गाइडले चाहिँ सबै लैजान्छौँ कि यो गङ्गा र नोतानी चाहिँ कसरी भएको भनेर म तपाईँहरूलाई भन्छु है त पहिला चाहिँ सबै उडार थियो अरे अनि माथिबाट चाहिँ ढुङ्गा फाल्दाखेरि चाहिँ ढुङ्गाले चाहिँ अनि ढुङ्गाबाट चाहिँ आवाज आउने भयो नि त गाङ अनि गारा गरेर तल जाँदो रहेछ कि अनि त्यसबाट चाहिँ यो गङ्गा र नोतानी बनेको रहेछ होइन अनि यहाँ भएको सबै प्लान्ट्सहरू ब्याम्बोहरू चाहिँ होइन त्यो ब्याम्बो चाहिँ एक दिनमा चाहिँ एकदमै कति धेरै बढ्ने कि कहाँबाट भियतनामबाट लिएको भनिराखेको थियो होइन त्यो पनि थियो अनि त्यो कर्केलो चाहिँ एकदम विषालु यो कर्केलो चाहिँ होइन सबै पार्ट्स चाहिँ विषालु हुँदो रहेछ होइन अनि फिमेल पार्ट्सहरू भएको ठाउँ होइन यो चाहिँ सबै नेचरले आफै बनाएको ठाउँ के अनि मेल पार्ट्सहरू भएको ठाउँहरू पनि थियो कि भिडियो खिच्न चाहिँ नपाउँदो रहेछ होइन अनि म चाहिँ कस्तो छक परेको कि है नेचरले चाहिँ कसरी यसरी बनाउन सक्छ भनेर कि यो हेर्नु न सबै मेलको अर्गान के प्राइभेट पार्ट्सहरू जस्तो भएको पनि छ नि त होइन अनि यो चाहिँ एकदमै फेमस छ होइन यो चाहिँ वकिङ ट्री भयो होइन अनि त्यसपछि चाहिँ यहाँ चाहिँ गाइडले चाहिँ सबै ठाउँमा लैजान्छ होइन अनि यो चाहिँ तपाईँहरूले जुन देख्नु भएको छ नि यहाँ चाहिँ पहिला चाहिँ जापानिजहरूको पुर्खा के सुरुको पुर्खा चाहिँ यहाँ बसेर हन्टिङ गर्ने यहीँबाटै उत्पत्ति भएको हो कि भन्ने जस्तो गङ्गा र नोतानी अघि मैले तपाईँहरूलाई देखाएको ठाउँमा चाहिँ भित्र चाहिँ भिडियो खिच्न नदिँदो रहेछ अनि त्यही भएर चाहिँ फोटोहरू चाहिँ खिच्न पाउँछ भिडियो चाहिँ खिच्न पाउँछ एकदमै नेचुरली मेड केभ होइन अनि पानीहरू चुहेर त्यो झुन्डेकोहरू थियो नि त्यो ढुङ्गाहरू झुन्डेको कि त्योहरू चाहिँ सबै पानीहरू चुहेर बनेको रहेछ होइन अनि हिस्ट्री बोकेको एउटा के होइन मान्छेको चाहिँ यहाँ कसरी जापानिजहरू भयो भन्ने जस्तोहरू पनि थियो अनि त्यहाँभित्र चाहिँ मेल केभ फिमेल केभ भन्ने के फिमेल बडी पार्ट्सहरू भएको अब नेचुरली मेड के है आफै नेचरले बनाएको कि सबै त्यो ढुङ्गाहरू हुन्छ माथिबाट त्यो पानी चुहेर जसरी पुरा मेल प्राइभेट पार्टहरू फिमेल प्राइभेट पार्टहरूको सबै बनेको थियो कि है खतरा दामी थियो अनि अरू पनि रमाइलो धेरै कुराहरू थियो गाइडले चाहिँ सबै कुराहरू सेटिफाई गरिराखेको एक्सप्लेन गरिराखेको थियो रमाइलो थियो होइन तपाईँहरू पनि किन अब आउनुभयो भने चाहिँ गङ्गा र नोतानी आउनु होला होइन एकजनाको टिकट चाहिँ 2500 लाग्छ महँगो छ बट भित्र गयो भने चाहिँ होइन इट्स वर्थ इट होइन राम्रो छ जस यु वन्ट रिग्रेट होइन एकदमै राम्रो केभ छ होइन अनि के भन्छ अरे यो चाहिँ कति वर्ष पहिलाको हो नि त त्यो कुनै दिन चाहिँ त्यहाँ समुद्र हुन्थ्यो अरे कि त्यो चाहिँ समुद्रको कोरलबाट बनेको रहेछ कि त्यो केभ चाहिँ अनि समुद्रको पानी हटेपछि चाहिँ त्यो केभमा भएको कि त्यो चाहिँ यहाँभित्र चाहिँ पानी सबै सक्यो नि त त्यसपछि चाहिँ केभ भएको रहेछ कि रमाइलो थियो एउटा Thank you so much for watching our video. हाम्रो ओकिनावाको ब्लग चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो होइन हाम्रो चाहिँ 3 दिनको स्टे थियो होइन भन्नाले 2 nights 3 डेको थियो मलाई चाहिँ रमाइलो लाग्यो होइन धेरै कुराहरू ओकिनावा चाहिँ नेचुरली चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ आफै ओकिनावा गएपछि
ちょっと晴れたけどな曇り多かったな 3 दिनसम्म चाहिँ अलि बादल मात्र लागेर छ होइन अहिले त्यति साह्रै उनी चाहिँ इन्जोय भन्नाले सी चाहिँ इन्जोय गर्न पाइएन उनी खाइरहेका थिएन ल まあちょっと足つけたぐらいやな海に अलि चिसो थियो कि आज चाहिँ हामी समुद्रमा जाने भनेको थियौँ आज चाहिँ जस्तो चिन्ता गर्दा कारण आज चाहिँ हामीले पानी चिसो भएको भएर चाहिँ जानु पाएनौँ होप हामी फेरि नेक्स्ट इयर आउनेछौँ ल बट まあそうやな また今度来ますのでそれまで See you 沖縄soon